Hello guys, good morning. Lava पुगे म लाभामा. So अस्ति निस्केको थिए नेपालदेखि हिजो बेलुकातिर पुगे हो. अनि ट्रस्ट मी हैन हिजोसम्म चाहिँ मौसम एकदम खराब थियो रे कि सायद म आएर हो कि क्या हो मौसम त पुरा बदल्यो त यस्तो राम्रो भएछ हैन यो पक्कै जोर्डनको कमालै अनि आज म मेरो साथी दबाउ आउँछु उसलाई भेट्न चाहिँ सिक्किम जान लागेको सो या अनि आई होप सिक्किम ब्लग राम्रो हुन्छ होला है अनि अब ब्रेकफास्ट खान्छु देन वी विल लिभ ल आज चाहिँ ब्रेकफास्ट स्पेशल रहेछ स्पेशल पुरी दुईटा चना अन्डा छ्या वाह दामी हो दामी बिहानको न्यानो घाम र तातो तातो चना पुरी अन्डा चिया घिउ चिया खाएर चाहिँ म अनि कालिम्पोङको लागि निस्केँ हैन र त्यसको लागि चाहिँ मैले हाम्रो लाभा टु सिलिगुडी जाने बसमा आनन्दपूर्वक त्यो बसमा चढेर चाहिँ अनि गएँ हैन म अनि हाम्रो बाटोमा हाम्रो लाभाको भ्यू पोइन्ट आई लभ लाभा र त्यसै गरी अनि त्यो सँगै आउने हाम्रो लाभाको घुमाउरो बाटोहरू हैन त्यसको मजा लिँदै चाहिँ म अनि कालिम्पोङदेखि फेरि अर्को गाडी सवारी चढेर चाहिँ म अनि सिक्किमतर्फ लागेँ है सिक्किमको नाइट वक हुँदैछ सिक्किममा आमा थाक्यो त्यो हप्तामा एकचोटि त नि GoPro GoPro भनेको ग्रो बदर भनेको MG Road अब यहाँबाट चाहिँ गान्धी स्ट्याचुदेखि चाहिँ सट्टै टर्निङ हो लास्ट टाइम आउनु बेला यता याङ्की होल्मोको कन्सर्ट भइरहेको पर्दा खै हो एमजी रोडको बारेमा भन्न के भन्नु है एमजीमाको के हो यो एमजीमाको बारेमा चाहिँ मलाई एउटा मात्रै थाहा छ हो के यहाँ चाहिँ महफिल छ हो त्यो भित्र चाहिँ मजा आउँछ गयो चाहिँ तर महफिल के हो महफिल भनेको जस्तो महफिल सजायो भन्दैन यो माथि चाहिँ लोकल यहाँकै लोकल सिङ्गर ब्यान्ड छ कि तिनीहरूले चाहिँ अब भित्र जस्तो कस्टमरहरूलाई इन्जोय गरिदिने गानाहरू गाइदियो हो त्यसो गर्छ के साह्रो जाडो हेरौँ मलाई त जाडो रहेछ जाडो रहेछ एमजी मार्कमा जाडो रहेछ यहाँ अस्ति G20 को प्रोग्राम भएको थियो हो त्यसको आउनु अरे तपाईँ दामी छ त्यो
तर राम्रो छ यहाँ है सफा छ नि त है भुइँमा अन्त अनुहार देख्दैछ नि हो अनुहार देख्दैछ यहाँतिर गाडी हिँड्नु पाउँदैन होला कहाँ पाउँछ पहिला पाउँथ्यो बाइक बाइक पनि पाउँदैन अब उता यो फर्स्ट भयो उता सेकेन्ड छ हो त्यो सेकेन्डदेखि चाहिँ उता वान वे पाउँछ ए G20 चाहिँ तैँले राम्रो खिच्यो खोइ G20 को सुरु भएको थियो G20 प्रोग्राम भएको थियो G20 सबै देशको मिनिस्टरहरू आएर एउटा उनीहरूको हुँदछ सबै देशको धर्म फ्लाइटहरू G20 खिच्यो G20 खतरा रहेछ त पाण्डा हो यो पाण्डा चाहिँ रेड पाण्डा होइन यो त हेरेको मात्रै खिच्यो डोन्ट टच रे सानो एउटा छेदेन जस्तो यो छेदेन होइन यो के भन्छ के भन्छ रद्दिन चाहिँ भन्ने एउटा छ कि ए सिक्किमको प्यालेस चाहिँ पाण्डा के यहाँ त पुरा नयाँ नयाँ बनाएको छ त है यो अहिले फिलहालको लागि प्रोग्राम थियो कि अनि मतलब के निकाल्छ होइन नि अब यो यतिकै होइन फिलहाल कति दिन चाहिँ राख्छ होला टुरिस्टहरू अहिले टुरिस्ट पोइन्टको लागि अहिले राख्छ होला तर एमजी रोड त नाइटमा घुम्ने हो है अब अगाडि एउटा ठुलो बिग पाण्डा छ ए पाण्डाको लुक हुन्छ वान वे हो गाडी कुदिरहेको छैन यहाँतिर एउटा हल छ होइन तल ढिन्छमा बिटेक होइन मेरो गाइड हेर्नुहोस् है गाइड आई लभ गान्तोक हामी चाहिँ खान अङ्कलमा के खाने एग रोल खान आएको एग रोल अनलाइन पेमेन्ट हुन्छ है हुँदैन क्यासै गर्छ कति भयो यहाँ मेरो स्पोन्सर यहाँ छ हो ल 180 ल स्पोन्सरले पैसा निकाल्दैछ पट खाने डर रहेछ भोक लाग्यो एग रोल आयो एग रोल भाइ डबल एग रोल भाइ म एमजीमा आउँछु त अब हिँड्नु आँटेको यहाँ भाइको सपिङ गर्नु आँटेको छ दामी हो ल भाइ फोन राख्दै फोन राम्रो सुन्दैन रहेछ तो राख्यो भाइ आम्म तातो छ कहाँ यहाँ हामी त्यहाँ कहाँ छु हामी त तल पो छु त यो के भन्छ कहाँ भन्छ तेन्जिङ छ नि तेन्जिङ हो त्यहाँको एडिडेस भित्र पो छ कहाँ नि माथि गएपछि अब होस् अब ल राखेँ भोलि भन
on this 11 Try Pro lo bhai oh Dami ho. Hello Hello guys, good morning. Welcome to vlog 2. So me and my friend आज चाहिँ हामी तारेबीर घुम्न जाँदै छौं. तारेबीर अनि अरु कहाँ हुन्छ है नट स्योर. भिडियो हेर्दै गर्नुस् है. हेलमेट पनि रेडी छ. पल्टनमा गएको जस्तो देख्दैछ है. पल्टनमा गएको जस्तो देख्दैछ. I love Gangtok. ल हामी चाहिँ घुम्न गएको अब पानी पो पर्न थाल्यो खै. पानी पर्न थाल्यो. पानी परोस् या असिना परोस् हैन. आज चाहिँ गइन्छ. तारेबीर पुगिन्छ हैन. तारेबीर पुग्दैन होला कसरी. ड्राइभर चाहिँ खतरा छ है. ओइ त्यो हामी पचिङ्गी खेल्दा थाहा छ नि त हो. रोडमा मात्र कुदाउँछ रे अब ल. अहिले चाहिँ हामी एमजी मार्कमै छौँ. एमजी रोडमै छ है. अब हेरौँ कहिले पुग्छ कस्तो हुन्छ हेरौँ है. के रे अगाडि सर्दै आउँदैछस् कि के भनेको म त अगाडि ओह्रालोमा त अब ओह्रालोमा त तल पुगिहाल्छ नि. क्यामेराम्यान यस्तो छ. उँधोबाट पनि हालेको छ, उँभोबाट पनि हालेको छ. गुम्बाहरू हेर्नुहोस्. सिक्किमको गुम्बा. अनि यो चाहिँ छाना धोर्जे दामी छ. हामी चाहिँ मिङमा भाइ पर्खेर बसेको ल. हेलो पानी पर्यो. अहिले चाहिँ हामी रानी पुल आइपुग्यो. ग्याङटोकदेखि 6 किलोमिटर जति रानी पुलमा आइपुग्यो. पानी पर्यो. तारेबीर क्यान्सल होला पनि. तारेबीर ब्लग चाहिँ खतरा होला जस्तो. अब खै तारेबीर पुग्ला नपुग्ला है. ल मिङमा भाइ पर्खिरहेको छु. हामी चाहिँ आइपुग्न लाग्यो होला हो. भनेपछि कुन चाहिँ रानी पुल पुग्यो छोडिदिउँ है कर्मचारी. पर्खिन अब त आइपुग्यो होला नि. आयो मिङमा आयो. मान्छे ढिलो मान्छे के साह्रो टाइम लगाएको रहेछ. 1 बजिसक्यो अन्त. कति छ तेल खै टुरिस्टिक त हिँड्छ. कहाँ जान्छ तारेबीरको ब्लक यहाँ स्टार्ट भइसक्यो.
सिङताम आइपुग्यो सिङताम मौसम पनि राम्रो भयो हो त्यस्तै आधी घन्टा जति लाग्यो होला गान्तोकदेखि अनि अघि त पानी पर्ला जस्तो भइरहेको थियो अब पानी पनि रोकियो है ल सिङताम हेर्नु सिङताम यहाँ पनि भिडियो गरेको छ यहाँ पनि भिडियो गरेको हामी चाहिँ खाना खानु रोक्यौँ है खाना खानु गयो हाम्रो खाना आयो खाना भयो भयो हाल्नु त हाल्नु भाइलाई ब्लगमा देखाइदिनु यहाँ सुन भाइ ए लन्च लन्च मजा आइरहेछ एकदम आज यो फलमस तपाईँ नि हुन्छ त्यसो यहाँबाट छानेर खाएको यो बसु बसु खायो खाइदिउँ ल खाना पनि खायो खाना मिठो थियो खाना मिठो थियो मलाई त दामी लाग्यो अब कर्म चिनाउन कस्तो लाग्यो अब फर्किरहेको छ अब खै तारेभिर पुग्छ पुग्दैन जस्तो भयो भने पुग्नुपर्छ तारेभिर खाना कस्तो भयो अरे
वेलकम टु तारेबीर आम्मा नराम्रो दुख्यो साह्रो बारे हात दुख्यो के चाहिँ हात हेल्मेट ठोक्न के अरे के गर्नुहुन्छ नकाट्ने भन्नु हजुर तिनजनाको तिनजना हजुर हजुर 80 है अलि टाढा रहेछ हो थाक्यो घन्टा कति 2-3 घन्टा कुद्यो है 2 घन्टा आदि 3 घन्टा लगभग 3 घन्टा 15 मिनट त कम्ती होला पुगेको यही हो ए यही त हो नि है सुसाइड पोइन्ट पनि भन्छ कि हो हो त यहाँ जाने के हो सुसाइड गर्छ क्या मान्छेहरू पहिला 2 दिन खेप भएको कि त्यसो यहाँदेखि त अनि के कहाँ उहीँ त पुग्दो रहेछ नि हैट मर्दैन यहाँदेखि त यो प्लेट भयो भने चाहिँ नि सिलगढी पनि देख्छ हाम्रो हो देख्दैन सिलगढी किन देख्दैन कहाँ छ सिलगढी लाभा देख्छ भन्न है तारेबीर हेर्नुहोस् गाउँहरू रहेछ तलतिर हो उतातिर त घाम लागिरहेछ भाइ जाडो रहेछ यहाँ चाहिँ सुसाइड पोइन्ट हो जस्तै सुटे गयो भने चाहिँ रिकर्डिङ चाहिँ मैले गरिदिँदैछु यहाँ भाइहरू यहाँ छ यो मेरो भाइ हो यहाँ कर्मचारी छ भाइ के भन्छ यहाँबाट के भन्नु यहाँ तारेबीर आइरहेको छ होइन मजा आइरहेछ के भन्नु अब जाडो छ तैँले त अघि खाना खाँदैन त्यही बढी रहेछ के चाहिँ के भन्नु अब खाना खाँदाखेरि नि मजा आइरहेछ भन्छ हो अहिले पनि मजा आइरहेछ भन्छ यो सिन चाहिँ नजर चिल उठ्दैछ ऊ तल खोइ ऊ तल ऊ यहाँ खोइ अन्त लाउँदा भन्नुहोस् न कस्तो फिल भइरहेछ तपाईँ जाडो फिल भइरहेछ जाडो लामो जाडो कि जाडो लामो जाडो हो त लामो जाडो है त्यहाँको त फेरि फर्किन आँट्यो अन्त मैले रेकर्ड गर्दैछु ल तर यो चाहिँ युट्युबमा चाहिँ हाल्नु हुँदैन यो चाहिँ मेरो लागि एक्स्ट्रामा त्यहाँ भाइ ए दाजु न लास्ट तारेबीरको लास्ट पोज है यो चाहिँ बाई 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 गरिदिनु बाई 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 छिटो गर्नु सँगसँगै ल तारेबीर पनि घुम्यो होइन यही हो तारेबीर भनेको अलि ढिलो भयो हामी आउनु अब चाहिँ हामी फर्केर जाँदैछौँ है ल हामी चाहिँ घर आइपुग्यो हाम्रो पानी परेछ बाटोमा पानी परेर दुःख पायो सो तारेबीरको भिडियो यति नै है थ्याङ्क यू फर वाचिङ है हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी जोर्डन सो आज चाहिँ हामी बिहान उठेँ होइन खानासाना खाएँ अब घुम्नु जानु लागेको हामी
मान्छे रेडी हुँदैछ है हेरौँ आज कहाँ जाने हो हिजो जस्तो पानी नपरोस् होला हैन आज पानी पर्दैन है आज हामी कहाँ जाने भन् कहाँ जाने आज सुरमङ गुम्बा जानुपर्छ सुरमङ गुम्बा पुग्छ है त्यहाँ किन पुग्दैन सुरमङ गुम्बा ल किन गर्नु आउँछ नि त्यो सुरमङ गुम्बा जाने अरे ल म पहिला गएको छैन सुरमङ गुम्बा अघि भन्नु चाहिँ भन्दैछ सुरमङ गुम्बा तर पुग्छ पुग्दैन थाहा छैन है युट्युबमा चाहिँ पुग्छ कि पुग्दैन पनि हुन्छ कि यहाँ पुऱ्याउनु पऱ्यो नि त्यसलाई तर यो मान्छेले हिजो तारेभिर चाहिँ पुऱ्याएर छाड्यो होइन खुसी लाग्यो तारेभिरको भ्यू चाहिँ भन्नु अन्त त्यसको फगीहरू भन्नु कसरी थियो एक्सपिरियन्स नै भन्नु अनि तपाईँले तारेभिरको भिडियो चाहिँ हेर्नुभयो कि भएन हेर्नुहोस् है हेर्नुहोस् हालेको छैन होला हेर्नुहोस् लु है लु अब फेभरेट हेलमेट पनि लगाइहाल्यो वार खेल्न गएको जस्तो देख्छु त एउटा कार 98 बोक्यो भने त दामी देख्छ जस्तो त ल अब कहाँ रे सुरमङ गुम्बा अनि सिङ्गापुर मलेसिया आमामा पानी चाहिँ नपरोस् है अरू त सबै ठिक छ ल जाने अब हेलो गाइस सो घरबाट निक्ले हामी होइन फर्स्टमा चाहिँ हामी राङ्गा भन्ने ठाउँमा जाने हो राङ्गा भन्ने ठाउँमा लैजान्छ अरे हो मान्छेले हेरौँ है त्यहाँ कस्तो छ सुरमङ गुम्बा छ होला पनि त्यसको छेउमा सायद सुरमङ गुम्बा हुनुपर्ने अनि त्यसको नजिक चाहिँ सायद अब सुरमङ गुम्बा होला है कारमा रुम्बुसेको गुम्बा सुरमङ गुम्बा होइन होपफुली उसलाई पनि थाहा छैन रहेछ हो पहिला देखेको थियो भन्छ हो हेरौँ न त होइन यो चाहिँ एकदम फेमस ब्रिज हो रे होइन एकदम फेमस ब्रिज एकदम पहिला एकदम गाह्रोको बेला पहिला यहाँ ब्रिजै नहुने बेला बनाएको ब्रिज हो रे यो चाहिँ होइन एकदम ओल्ड होइन गोल्ड हो अब यहाँको मान्छेहरूको लागि भगवान् जस्तो हो रे त्यो ब्रिज चाहिँ होइन है दामी दामी राम्रो छ ल झुर्मङ गुम्बा आइपुग्यो झुर्मङ गुम्बा आइपुगे अनि यसरी खिचेर जानु नि अप्ठ्यारो के हो रुम्देक जस्तो हो कि क्या है गाउँ र गुम्बा सँगै जस्तो क्या अप्ठ्यारो हो भने त तेरो बसेर लुक्दा हुँदैछ कहाँ जाने ट्याक्सी लागि यहीँ छ है यहाँबाट होला
ल सुरमङ गुम्बा आइपुग्यो हामी चाहिँ है गुम्बा चाहिँ दामी के है अन्त त्यो के अरे भुटानतिर भन्छ नि त्यस्तो रहेछ कि होइन यतिसम्म पुग्यो नि भइहाल्यो नि यहाँ चाहिँ सुरु भएछ नि क्या हो माथि होला है माथिबाट रहेछ घुम्को त है माथिबाट नि रहेछ टावर त नै आयो त चिन्ने आउँछ होला एउटा चिन्ने गुम्बा चाहिँ दामी रहेछ त्यहाँ माथि त जानु मिल्दैन जस्तो आज त्यहाँ वाङहरू पूजाहरू भइरहेको रहेछ है सो क्याचर मिसेको वाङहरू रहेछ हो तर ठिकै छ है हेर्नुहोस् खतरा छ गुम्बा चाहिँ लु है अब हामी माथि गुम्बा माथि जाँदैछौँ माथि जानु पाउँछ अरे हो बिहाइन्ड द सिन बनाउनु पऱ्यो नि यहाँ रहेछ नि यो पनि हो कि होइन होला कमसेकम कहाँ पुगेको हामी त्यो भन्दैन हामी सुरमङ गुम्बामा छौँ होइन यो चाहिँ सायद ढाँसा होला है सुरमङ गुम्बा उता पछाडि चिन्छ सुरमङ गुम्बाको ढाँसा रहेछ हो ढाँसा ढाँसा चाहिँ राम्रो छ यो गुम्बा होइन ढाँसा होला यो ढाँसा होला सायद झिम्बु चाहिँ फेसी गर्दैछ त झिम्बु चाहिँ फेसी माथि सेट रहेछ है मजा आउँछ गुम्बा आउँछ होला किन पाउँदैन ढाँसामा त नजाउँ होला ढाँसामा त नजाउँ न हौ माथि त भरे भरे घुमाइदिन्छु ल गुम्बाको छेउमा ऊ दामी सिन्दगी दामी छ है मौसम दामी भयो प्लेस दामी भयो होइन हाफ प्यान्टतिर आइरहेको छु
चिन्ने मान्छे मात्रै भेट्छ फेरि मार्क्स फुकालेको हुँदैन जाउँ को चिन्छ ल आइज बोलाउँदैछ अहिले भरे क्यामेरा पाएँ पोस्ट गर्नु पनि मिल्दैन है ल अब हामी फर्केर गएको हो साथीहरू भेट्न सकेन सरी होइन हुने साथीहरू व्यस्त होला अहिले त्यो वाङ सुरु हुन लाग्यो रहेछ कि अनि रमाइलो लाग्यो सुरमङ गुम्बा फर्स्ट टाइम आएको थिएँ होइन थ्याङ्क यू ब्रदर अब चाहिँ हामी कहाँ जानु लाग्यो हामी जानुपर्छ सुसाइड पोइन्ट ल अब चाहिँ एकदम दामी एउटा ठाउँ छ अरे हो अब चाहिँ त्यहाँ सुसाइड पोइन्ट एउटै ड्राइभर चाहिँ अलिक खतरा छ नि ड्राइभर चाहिँ खतरा छ यहाँ हो घरिघरि ल हुन्छ तर जस्तो बाटो पनि कुदाइदिन्छ नि त स्पेसियालिटी चाहिँ त्यो हो नि त होइन ठिकै छ अब डेस्टिनेसनमा चाहिँ पुऱ्याएर झार्छ कि ड्राइभरले ठिकै छ लु है त जाउँ झनै के भन्छ उयो जस्तो रहेछ घुम्दै गुम्बा जस्तो है घुम्दै गुम्बा जस्तो रहेछ गुम्बाको डिजाइनहरू चाहिँ भुटानको गुम्बाहरू जस्तो लाग्यो मलाई एकदम राम्रो भुटानमा पुगे जस्तो लाग्यो एकछिन त हो गुरुजी यहाँ गुरुजी चाहिँ यहाँ सिक्किमको हो नि ल अनि फेरि पछि आउँला है त्यो दिन झन् रमाइलो मजाले घुमाउँला होइन अब हामी बाहिर निस्किँदैछौँ है गेटहरू यस्तो छ होइन ल गाइस अनि ल अब चाहिँ हामी नेक्स्ट डेस्टिनेसन अर्को जग्गामा जाँदैछौँ होइन त्यो चाहिँ यही सुरमङ गुम्बाको माथिदेखि बाटो रहेछ हो उकालो त्यस्तै 10-5 मिनट लाग्छ भन्छ हो ल हेरौँ है त अनि हेरौँ त्यो ठाउँ कस्तो छ है बाटो चाहिँ अलिक अफरोड रहेछ हो तर पनि यस्तो बाटो त अब मेरो ड्राइभरको लागि चाहिँ केही होइन उहाँको लागि चाहिँ यस्तो त एक हातले कुदाइदिन्छ हो हेर्ने हो तपाईँहरू नहेरौँ होला है लोकल राइडर रहेछ सिक्किमको लोकल राइडर खिचिरहेछस् ड्राइभिङ स्किल हेर ड्राइभिङ स्किल म निस्किन्छु निस्क्यौँ एकछिन ड्राइभरको खेला देख्यो होला नि प्यासेन्जर निस्किन्छु भन्दा निस्किँदैन ड्राइभरको स्किल देख्नुभयो होला होइन अलिक जिद्दी पनि छ भने अलिक जिद्दी छ कि तर काम चाहिँ पुरा गरेर झार्छु कि वा ब्रिज हेर्नु दामी अब हामी पुग्नु थाल्यो हो यहाँ चाहिँ बाटो एकदम अफरोड रहेछ हिलो के अब हाम्रो डेस्टिनेसन पुग्नु लाग्यो हो उत्रियौँ उत्रिन्छु
आम्मा डेस्टिनेसनमा पुगेर मात्रै निस्किन्थ्यो यो मान्छेले बाटो त यस्तै थियो यस्तै है मान्छे चाहिँ हो क्या होइन जुत्तामा हिलो पनि लागेको छैन होइन यति साह्रो खतरा क्या ड्राइभर ल पुग्यो यो ठाउँको नाम चाहिँ सुसाइड पोइन्ट पनि भन्छ अरे हो पहिला सायद 1-2 जना सुसाइड गरेको थियो होला है डर लाग्दो रहेछ यो ठाउँ चाहिँ हामी चाहिँ यहाँ घुम्नु मात्र आएको तर अच्छा खिचिरहेको ओइ सक्छ मात्रै छ है सक्छ बस्नु बस्नु भनेको सिसा नबस्ने यस्तो बस्नुपर्छ खिचिरहेको त्यहाँ सिसा छ हेर्न ऊ के त झऱ्यो भने त त्यसको अनुहार रातो भएर छैन रातो ल दामी म चाहिँ जान्दिनँ त्यहाँ हलिँदैछ यही सुसाइड पोइन्ट हो ओह्रालो पनि देखेँ नि कति गयो गान्तोक बजार त्यहाँ रहेछ हो तपाईँले राम्रो देख्नु सक्नुहुन्न होला है अलि मधुरो छ आज मौसम ल यही थियो हाम्रो डेस्टिनेसन है राम्रो रहेछ ठाउँ अब अलि रिस्की रहेछ हो नट गुड होइन बट या ओके देन वी आर लिभिङ है अनि सी यू इन नेक्स्ट ब्लग है थ्याङ्क यू फर वाचिङ इफ यु लाइक देन डु लाइक आमा सिसा लाइक सेयर सब्सक्राइब कमेन्ट है थ्याङ्क यू गाइज बाई कर्मचारीले यो यता के भन्छ सुँगुरको टाइपो चाहिँ उसले 5वटा खाइसक्यो हो 8वटा चाहिँ उसले रेकर्ड राख्छु भन्दै छ अब हेर्छु अहिले यो चाहिँ हाम्रो यता देउराली गान्तोकको देउराली साइडमा छ यो टाइप हो यो पक्क मात्रै भन्छ प्राइस जस्तो हो यहाँ चाहिँ तपाईँको एकदम चलेको फेमस एकदम सबैले मन पराउँछ यता हो त्यहाँ चाहिँ कर्मचारीलाई टेस्ट गर्नु लगाएको उसले 5वटा चाहिँ खाइसक्यो अहिलेसम्म चाहिँ 5वटा भएको छ रनिङमा छ त्यहाँपछि चाहिँ हेर्नुहोस् फेरि त्यहाँबाट दाजु एउटा ल्याइदिनुहोस् न 1 पिस एउटा ल्याउनु लास्ट कहाँ खान सक्छौ ल सक्दैन र अब लास्ट 5वटामै स्टप गरिदिएको अरे उसले रेकर्ड तर्नु नचाउने भाइ मोमो सकेछ भन्ने ल मोमो त सकेको छैन नि Hello guys, it's me Jordan. Welcome back to my YouTube channel. It's vlog 4 or 5 of Sikkim, I don't know, not sure. So I live my छु कुन्साङ यानी थावाङसुक my friend. उहाँ चाहिँ काममा बिजी हुनुहुन्छ कि. So let's go, you guys and me. Hello guys. यो चाहिँ गुरुद्वार रहेछ है, गुरुद्वार भन्छ के भन्छ गुरुद्वार. Station Gurudwara, Black Cat Division.
हेलो गाइस यता दोर्जेको अगाडि बसिरहेको छु अनि अहिले बल्ल म टिकट काटेर आएँ भोलिको लागि भोलि म कालिम्पोङ जाँदैछु हो अनि टिकट इज पर पर्सन 250 है गान्तोकदेखि कालिम्पोङ बिहान 7 बजे जान्छ रे हो सो 7 बजे म गान्तोकदेखि निस्किन्छु हैन अनि आई थिंक अनि भोलि सायद बिहान 10 बजेतिर चाहिँ कालिम्पोङ पुग्छ होला है त्यसपछि सामानहरू किन्छु अलिअलि अनि 12 बजेतिर चाहिँ म लाभाको लागि निस्किन्छु है 12 बजे गाडी छ जस्तो लाग्यो अनि अब चाहिँ गान्तोक माथितिर घुम्न जाउँ है त हिँडेर जानु पर्ला है हिजोदेखि गाडीमा गइरहेछौँ लेट्स गो यो चाहिँ एकदम राम्रो मजाको ठाउँमा बनाएछ कि ठ्याक्कै टर्निङमा दामी छ दामी खै अब पहिला थिए कि थिएन है यसपालि चाहिँ देखेँ मैले ए अब हिँड्दै जाउँ है त गुम्बा गेट खुल्ला रहेछ हो दामी रहेछ है माने फर्स्ट टाइम देखेको यस्तो माने माया लाग्दो रहेछ कस्तो माया लाग्दो माने के गुम्बा चाहिँ बन्द रहेछ हो अब यता कुरा गर्दै जाउँ है अघि त कोरा नगरी जाउँ भनेको कुकुर थिए कि उता फेरि उयो लामा देखेर अनि लामाको पछि पछि घुमेर आएँ है ल अनि अब बाहिर जाउँ है त हेलो अहिले चाहिँ म गान्तोकको रोपवे त्यो पछाडिको बिल्डिङ चाहिँ गान्तोकको रोपवे राइट यता आउँदैछ हो यो म अस्ति धर्मशालामा नै चढेँ है नेपालमा पनि चढेँ यता चाहिँ नचढौँ भनेको फेरि धेरै चढेर पनि मजा आउँदैन हो एनिवे अब खै कहाँ जाउँ है अब फेरि अर्को ठाउँमा जाउँ ल म लास्ट टाइम म कति वर्ष अगाडि होला सायद 8-9 वर्ष अगाडि 8-9 वर्ष अगाडि चाहिँ म त्यो मेरो साथीसँग तवासु साथीसँग चाहिँ यो रोपवे चढेकै थिएँ हो इट्स लिटल डिफ्रेन्ट देन
धर्मशाला र त्यो नेपालको चन्द्रगिरी तपाईँले भिडियो हेर्नुभयो भने चाहिँ त्योभन्दा अलिक डिफ्रेन्ट छ, अलि ठुलो छ हो, धेरै मान्छे अट्छ हो, बट इट्स काइन्ड अफ सेम है। सो ताइपो खाना गए म चाहिँ ताइपो